त्यति बेला चाहिँ तपाईलाई केटा भेट्दाखेरि यो केटा चाहिँ ठिक छ, यो केटासँग चाहिँ मैले जीवन कटाउन सक्छु भन्ने लागेको थियो? हजुर, कटाउन सक्छु जस्तो लागेको पनि थियो र जुन तरिकाले मलाई त्यो केटाको बारेमा भनिएको थियो नि, जसले कुरा गर्नुभएको थियो, भनिएको थियो, त्यो हिसाबले चाहिँ जाँदाखेरि नै भेट्न जाँदाखेरि नै जे भनिएको थियो त्यो हिसाबले ठिकै छ, त्यस्तो भए चाहिँ यदि यस्तो हो भने चाहिँ भेट्न जाउँ न त भन्ने जस्तो भयो क्या हामीलाई। जस्तै कसैको बारेमा तपाईँलाई केही भन्दाखेरि क्वालिटी उसको बारेमा केही भन्दाखेरि चाहिँ ल त्यसमा भेटौँ न त भन्ने एउटा एक्साइटमेन्ट हुन्छ नि, हो त्यस्तो आयो। नत्र म अब त्यत्तिकै त आएको बेला म किन भेट्न जान्थेँ र होइन, एउटा त्यस्तो आयो अनि गएर भेट्न गएँ अनि त्यो क्वालिटीहरू मैले त्यो जुन भनिएको थिएँ त्यो कुरा देखियो पनि। अनि त्यसपछिबाट बिस्तारै 2-3 दिन बस्दाखेरि उहाँको व्यवहारले, बोली वचन, उहाँको कर्म, त्यो 2-3 दिनको कामले चाहिँ म एकदमै इम्प्रेस्ड भएँ। ओहो जे भनेको थियो त्योभन्दा पनि राम्रो हुँदो रहेछ भन्ने जस्तो भयो। अनि ट्रस्ट गरेँ। अनि गल्ती चाहिँ के भन्दा मैले क्रस चेक गरिनँ क्या, विश्वास गरेँ भन्दा पनि अन्धविश्वास गरेको छु एकदमै। त्यो कसैले एकजनाले भन्ने बित्तिकै अनि सुनेर अनि फेरि उहाँसँग पत्याइहालेछु, क्रस चेक गरिनछु मैले। अनि त्यसपछिबाट हामीले सुटुक्क अब हल्ला नगरिकन अब फेरि हल्ला गऱ्यो भने फेरि सबैतिर आउँछ होइन भनेर अनि अब बिस्तारै पछि आइहाल्छ मिडियामा, अहिले किन बेकारमा हल्ला